अब अनमोल केसी लक भइसकेको छ ए मेरो हजुर 5 फिल्ममा र अब तपाईले ए मेरो हजुर 5 फिल्ममा अनमोल केसी र सोहाना थापाको तपाईले जोडी हेर्न पाउनुहुन्छ र फिल्ममा डाइरेक्सन गर्नुहुन्छ झरना थापा म्यामले। अनमोल केसी र झरना थापा म्यामको यो थर्ड टाइम कोलाबोरेसन भइरहेको छ भन्नाले ए मेरो हजुर 3 र 4 पार्टमा पनि काम गरिसक्नु भएको छ र अब 5औं पार्ट बन्दैछ। सेम डाइरेक्टर सेम एक्टर र यो पार्टको लागि नायक पल शाह र प्रदीप खड्कालाई पनि अफर गएको थियो तर फाइनली अब ए मेरो हजुर 5 फिल्ममा पनि अनमोल केसीले काम गर्नु भइरहेको छ र म त यो फिल्मको सिक्वल हेर्दा हेर्दा मलाई वाक्क लागिसकेको छ किनभने हरेक पार्टमा हरेक सिक्वलमा उस्तै खालको लभ स्टोरी छ र अब यो पार्टमा पनि सेम एक्टर छ सेम एक्ट्रेस छ। कम से कम झरना म्यामले एक्टरलाई चेन्ज गर्नुपर्ने कहानी चेन्ज गर्नुपर्ने तर एक्टर पनि सेम छ एक्ट्रेस पनि सेम छ र तपाईँ यो बारेमा के भन्न चाहनुहुन्छ तपाईँ कमेन्ट बक्समा मजाले कमेन्ट गर्न सक्नुहुन्छ र म त पर्सनली यो पार्टमा नायक पल शाहलाई हेर्नको लागि म एकदमै एक्साइटेड थिएँ।